Thank you so much for watching. हाम्रो अगाडि नवनियुक्त IGP प्रकाश अर्याल. Sir, congratulations. धन्यवाद. एकदमै व्यस्त. अलिकति स्केड्युल चाहिँ हेक्टिक छ. कतिखेर थाहा पाउनु भयो हिजो? हिजो इभिनिङमा, लेट इभिनिङमा. नाम जब अनाउन्स गरियो कस्तो लाग्यो जब थाहा पाइयो? यस्तो लाग्यो कि यहाँ राम्रो काम गर्दाखेरि पनि कतै केही नगर्दाखेरि पनि पुरस्कृत हुन सक्ने वातावरण अझै विद्यमान छ भन्ने कुरा लाग्यो. नेपाल प्रहरीको गरिमा बढाउने पहिलो काम हामी यहाँबाट के आशा गर्न सक्छौं? हेर्नुस्, नेपाल प्रहरीको काम नै सुरक्षा, मान्छेको मनमा अभिवृद्धि गर्ने हो, ताकि तपाई, हामी, हाम्रा बालबच्चा, नातेदार रातको बेलामा पनि कुनै बेलामा पनि कुनै ठाउँबाट कुनै ठाउँमा निर्धक्क साथ जान सक्ने वातावरणको सिर्जना होस्. हो, त्यो बाटो धेरै लामो छ, तर त्यो बाटोमा हामी अगाडि बढेर यसलाई अझ सेक्युरिटीलाई स्ट्रेन्थन गर्छौं, मान्छेको मनमा भएको सेक्युरिटीको फिलिङलाई अझ मजबुत पार्छौं. कसले सफलता दिलाए जस्तो लाग्छ? मेहनत, अदालत वा राजनीति? मलाई लाग्छ मलाई सफलता दिलाउने मेरो मेहनत नै हो. यदि त्यो मेहनत नभइदिएको भए, पहिलाको क्रेडिबल मेहनतको अभिलेख नभइदिएको भए सायद सफलता मैले भन्दा अर्कोले कसैले पाउँथ्यो होला. तर त्यो मेहनतको कारणले नै आज मैले यो रूपमा पुरस्कृत हुने मौका पाएँ. अदालती अवरोध आउने देखिन्छ नि. हेर्नुस्, त्यो अवरोध यदि मेहनतले गरेको प्रतिफलको रूपमा आएको छ भने त्यो मलाई लाग्दैन त्यसरी अवरोध आउँछ. हस्, पुनः यहाँलाई कार्यकालको शुभकामना. अब धेरै कुरा सोध्नु छ, अब पडकास्टमा म यहाँलाई धेरै कुरा सोध्छु. हस्, थ्याङ्क यू.